हेलो साथी हो, यो चाहिँ मेरो पहिलो ब्लग। आज चाहिँ बिहान उठेको थिएँ, त्यति बेला मेरो साथी सबिङको भाइ आएको थियो उसको ऱ्याप सुनाउनु लागि। के ऱ्यापमा भन्यो के भन्यो त्यो चाहिँ मैले नि बुझिनँ। त्यो बुझ्नु लागि सुन्नु लागि यो भिडियो हेरिदिनु होला है त मेरो साथीहरू, मेरो सब्सक्राइबरहरू। ओके आफू छम्मा चारतिर जम्मा दामी 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 स्वर त राम्रो छैन नि तपाईँ। होटलको घाटोमा लडाई। के बोले भाइ? के बोले के जथाभावी बोले? बोका पारा नि लाग्यो नि। हाम्रो शनिबार परेकोले दुर्गापुरी बजार जाने काम भएकोले दिलेकोमा म गएको थिएँ। मेरो भाइ दिलेकोमा, दिले मजाले लुगा धुँदै रहेछ। दिलबहादुरले लुगा धुएको म हेर्दै थिएँ। एकछिनमा दिलबहादुरको घरको छिमेकी हाम्रो फुलमान दाजुको घरदेखि एउटा कुकुर आउँछ। के बोल्नु छ बोल्नु सर। दिलबहादुर खेपाङ मेला बाजेको नाति के बोल्नु छ बोल्नु हुने। यहाँ जा डक हाते जामा लाउने गदा हाते दुख्छ दाजुको नानी होला के हो सुन्छ सने त हाते लुगामा जाने यो चाहिँ कहाँ पहिलेको हो कि क्या यो लुगा हो? रङ गयो कि क्या यो सर्टको? ए यो सिधै थियो अनि यस्तै हरियो खालको थियो त तेरो पहेँलो खै त पहेँलो खालको सर्ट थियो त। के भन्नु छ भनिदिनु त। ए तेरो यो युट्युबमा जाँदाखेरि नरिसाउनु नि ल। युट्युबमा जान्छ नि यो अनि मेरो पनि च्यानल छ त, सब्सक्राइब हान्नु नि नानी ल। हुन्छ नि कुन च्यानल र सबै नि च्यानल जे आउँछ सबै। बाउको पनि रहेछ त टोपी त कहिलेको जाम। यो त कामी त मेरो लाउने खालको रहेछ त टोपी त। कति सालको अरे तेरो पञ्चायत कालको हो कि क्या तेरो? हिजो होली चाहिँ कस्तो भयो? तेरो अब साँच्चै युट्युबमा गयो तेरो भिडियो। तँलाई धेरै बोल्ने लोकले चेपेको रहेछ। धेरै बोल्ने बानी उल्टै गल्छ हानी। मोहल्ला छेलछेलमा आफ्नो काम गर ठुलो मजाले लुगा धु फेरिमा बजे। घडी चाहिँ कति गले यो लगाएको हो त? नाम के अरे हजुरको चाहिँ? सबै लागेको रहेछ रातो। दल्नु सकिन चाहिँ के?
गइसकेपछि हामी बजारतिर लाग्यो। बजारमा के गरियो अब तपाईँहरू हेर्नु हुँदैछ, हेरिदिनु होला भन्ने हाम्रो लागिरहेको छ। आज हामी दुर्गापुर बजारमा आउँदैछौँ। बजार सुरु हुँदैछ। यहाँको चप्पल जुन लगे पनि 100 रुपियाँ मात्र। त्यो र मेरो निले भाइले एक जोडी चप्पल लाँदैछ। छको ठिक हुन्छ होला नि यसलाई। ए छको पनि हुन्छ मलाई। दिलेले चप्पल किनिसकेपछि दिलेको घरमा आवश्यक परेकोले हामी बेन्डिङ तार किन्न लागि दोकानमा जाँदैछौँ। दिलेको यहाँ पाइसकेपछि कमिलाको दबाई लिनको लागि कमिला त लाग्यो कि जला छ 5 रुपैयाँ ना
हाम्रो भ्लग चाहिँ अन्तिममा छ हैन के गर्नुपर्छ नानी भ्लगलाई लाइक सब्स्क्राइब कमेन्ट शेयर शेयर गरिदिनु होला ओके सी यू नेक्स्ट भ्लग खै टाटा बाइ 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 खासमा एउटा कुरा चाहिँ भन्नु बिर्सिरहेछु हाम्रो छेउमा हुनुहुन्छ बोल्नुहुने अङ्कल चाहिँ हाम्रो लाल चेम्जङ हो अङ्कल हो उसको पनि युट्युब च्यानल लाल चेम्जङ छ सब्स्क्राइब गरिदिनु होला